कथा सुन्ने सबै श्रोतागणहरूले चन्दन अक्षता फुल लिएर हात जोड्नु। अथः श्री स्वस्तानी व्रतकथा प्रारम्भ। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुद्रः स्तुतिवन्ति दिव्यैस्तवै वेदै साङ्गोपदो क्रमपनि गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तनं बिन्दुसुरासुरगणदेवाय तस्मै नमः। श्रीमञ्चन्दनचर्तितो तुजम्बलपुरा शुकलम्बरा मल्लिकाः मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाममुञ्ज वसन्तु मे त्रैलोक्यमाता चिरं मूकं करोति वाचलं पङ्गुं लगायन्ते गिरिं यत्कृतात्तहं वन्दे परमानन्दे माधवं। नमो भगवते तस्मै व्यासयामि तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जयमुदीरयेत्। सबै श्रोतागणले पुष्पाञ्जली चढाएर अब एकचित्त भएर कथा सुन्नु। अथः पञ्चविंशो अध्याय नमराज ब्राह्मण भोजन उपाख्यान। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि डोलेहरूले भने हे महारानी, त्यहाँ स्वर्गका अप्सराहरूलाई श्री स्वस्तानी परमेश्वरीको व्रत गर्न लागेको देखेर उनकै संसर्गमा हामी पनि पूजा गर्न लाग्दा केही विलम्ब भयो, क्षमा गर्नुहोला। हजुरलाई पनि श्री स्वस्तानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ, लिनुहोस्। तिनका यस्ता कुरा सुनि चन्द्रावती क्रोधित भई राता राता आँखा पारी दारा केटी नागले झैँ निश्वास फेरी सुस्केर हाली मत्ता हात्ती रिसाए झैँ ठुलो स्वरले गज्रेर हे पापिष्ट डोले हो, मलाई यस्तो जङ्गलमा एक्लै छाडी व्रत गर्न लाग्यो। के सेवकको धर्म यही हो? त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि? मैले स्वस्तानी भनेको नाम पनि सुनेको छैन। कहाँको देवी हो त्यो? के नाप्न सक्दछ त्यसले? तिमीहरूले मलाई हेला गरेर नटरेको हो, वनमा भयो र पो, नत्र तिमीहरूलाई म अवश्य मार्न थिएँ। म कहिले पुगौँ भनेर हतपताएर आए कि मलाई तिमीहरूले विलम्ब गरिदियो। अपराधीहरूमा पनि ठुलो अपराधी तिमीहरू जस्ता व्यक्तिलाई नै भन्छन्। यति भन्दै बानर उफ्रे चाहिँ उफ्री डोलेका हातबाट श्री स्वस्तानी परमेश्वरीको प्रसाद खोसेर थुथु गरी थुकी खुट्टाले कुल्चेर फालिदिन्। फेरि पनि यसै गरौला कि चाँडै लैजाओ भनिन्। तब बिचरा डोलेहरू डराई केही बोल्न नसकी आँसुका धारा बगाउँदै मनले श्री स्वस्तानी परमेश्वरीलाई सम्झी चुपचाप डोली बोकेर हिँडे। लावण्य देशको नजिकै साली नामकी नदी थिइन्। त्यहाँ पुगेर आदि नदी तरिसकेपछि श्री स्वस्तानी परमेश्वरीको निन्दा गरेकी हुनाले अकस्मात चाँदनी टागे झैँ मेघ गर्जेर ठुलो मुसलधारे पानी पर्यो अनि ठुलो हुरी आयो र पुल भाँचियो। हुरीको बेगले चन्द्रावती साली नदीमा डोलीबाट खसिन्। डोलेहरू श्री स्वस्तानी परमेश्वरीको व्रतको प्रभावले पन्छी रूपी भई कैलाशमा गएर आनन्दले रहे। हे अगस्त्य मुनि, त्यसपछि चन्द्रावती ब्राह्मणी महापातकी भएर जलभित्र परिरहिन्। जुन दिन चन्द्रावती साली नदीमा खसिथिन् त्यसै दिनदेखि साली नदी बगिनन्, स्थिर भइन्। माझीहरूले यो देखेर के आश्चर्य भयो, यस नदीमा ग्राह आएर बस्यो कि कुनै यज्ञमा उत्पात हुन लाग्यो र यस्तो भयो? यो कुरा राजालाई सुनाऊ भनी नवराज राजा कहाँ गई बिन्ती गरे, हे महाराज, साली नदी बगिरहेकी छैनन्, स्थिर भएकी छिन्। यस्तो भएको हामीले आजसम्म सुनेका पनि थिएनौँ, तर आज प्रत्यक्ष देखियो, आश्चर्य भयो, विचार गरी बक्स्योस्। माझीहरूको यस्ता कुरा सुने नवराज राजाले मन्त्रीहरूलाई डाकी सारा कुरा बताए र प्रजाहरू समेत भई साली नदीमा गएर माझीहरूलाई जलभित्र केही छ कि जाल हालेर हेर भनी हराए। माझीले जाल हानेर हेर्दा चन्द्रावती जालमा अल्झेर पानीको बाहिर आइन्, तर कस्ती भएकी थिइन् भने शरीरमा कुष्ठी भएर हात पाउ झरेकी, चेत हराएकी, हिलोले छोपी मुडो जस्तै भएकी हुनाले यो के वस्तु हो भनेर ठम्माउन नसकेर नदीको किनारमा मिल्काएर हे महाराज, हामीले केही पनि पाउन सकेनौँ भनी बिन्ती गरे। अनि नवराजले हे गण्डकी गङ्गे, तिमी किन स्थिर भइरहेकी छौ? मैले बुझ्न सकिनँ, मदेखि प्रसन्न हौ भनेर नवरत्न पारो सहित गाईको दुधले अर्घ दिए। राजाले अर्घ दिन साथ साली नदी बगिन्। त्यो देखेर आचार्य मान्दै प्रजासहित नवराज र राजा दरबार फर्के। त्यसपछि चन्द्रावती ब्राह्मणी कस्ती भइरहन् भने क्षणमा मुर्छा, क्षणमा चेष्टा, क्षणमा भोक प्यास आदि अनेक कष्ट पाई मुडो चाहिँ साली नदीको तटमा रहिन्। एक दिन साह्रै भोक लाग्यो र खाने वस्तु केही नपाउँदा माटो खान्छु भनेर हातमा लिइन्, तर
तर त्यो माटो ढुङ्गा भयो, ढुङ्गा पनि खान खोज्दा हाड भयो, हाड पनि खान खोज्दा खरानी भयो र खरानी पनि खान खोज्दा ठुलो हुरियाई उडाएर लग्यो। श्री सुतानी परमेश्वरको निन्दा गरेकी हुनाले शीत ताप भोक प्यासबाट हुने अनेक दुःख खपिरहन्। त्यसपछि अग्निपुरका कपिल नामका 2 भाइ ब्राह्मणहरू नवराज राजाको 1 वर्ष निमन्त्रणामा जान भनी त्यतैबाट आए। तिनलाई देखेर चन्द्रावतीले तिमी को हो, कहाँ जान लागेका भनी सोधिन्। अनि तिनले हामी कपिल नामका ब्राह्मण हौँ, लावण्य देशको नवराज राजाको ब्राह्मण भोजनमा निमन्त्रणामा जान लागेका हौँ। चन्द्रावतीले भनिन्, हे ब्राह्मण हो, मैले कति दिनदेखि केही पनि खान पाएकी छैन, तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए पुण्य होला, म असहाय अनाथमाथि दया गर। तब ती ब्राह्मणहरूले भने, हे पापिनी, अहिले यसै हुन्छ भन्न सक्दैनौ, किनभने राजाको महलमा के कस्तो हुन्छ भन्न सकिन्न। फेरि हामी ब्राह्मणहरूले ल्याउन हुने वस्तु दिए त ल्याउला, ल्याउन नहुने वस्तु दिए भने कसो गर्ने, अथह त आशा गरेर भरोसामा नबसेस। यति भनेर 2 भाइ लावण्य देश गए। नवराज राजाले डाकेका सबै ब्राह्मणहरूलाई यथेष्ट भोजन गराई दक्षिणा दिए। सबैजना राजाहरूलाई आशीर्वाद दिई प्रसन्न मनले आफ्नो घर गए। ती अग्निपुरका कपिल ब्राह्मण अघिका कुरा सम्झेर यसै जाउँ भने त्यो पापिनी आश गरिरहेकी होली, मागौँ भने कसरी मागौँ, लोभी भन्छन् कि भनेर केही भन्न नसकी भोजन गरेको स्थानमा कहिले जाने कहिले आउने गर लागे। तिनको यस्तो चाला गोमा राजमाताले झ्यालबाट देखेर भण्डारेहरूलाई भनिन्, हे भण्डारे हो, ती 2 ब्राह्मणहरू खाना पाएनन् कि सन्तुष्ट भएनन् र हो कि किन घुम्दैछन् सोध। अनि भण्डारेहरूले तिनको नजिक गई सोधे, हे ब्राह्मण पुत्र हो, तिमीहरूले खाना पाएनौ कि तृप्त भएनौ, इच्छा भए फेरि भोजन गर। अनि ब्राह्मण भन्दछन्, हे भण्डारे हो, हामी इच्छापूर्वक भोजन गर्यौं, सन्तुष्ट पनि भयौं, तर हामी आउँदा साली नदीकी तटमा कुष्ठ रोग भई हात पाउ खसेकी कोही स्त्री देखिएर कहाँ जान्छौ भनी सोधी। हामीले राजाको ब्राह्मण भोजमा जाँदैछौँ भन्दा तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए। कति दिनदेखि खाएकी छैन भनेकी थिए, अतः यसै जाउँ भने त्यो पापिनी आश गरिरहेकी होली, केही लगिदिउँ भने कसरी मागौँ भन्ने सङ्कोचले यता उता हिँडेका हौँ। यो कुरा भण्डारेहरूले राजमातालाई सुनाए। अनि उनले ती 2 जनाले बोक्न सके जति अन्न दिनु र भण्डारेहरू भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डार नै सुक्यो। दिने जस्तो वस्तु केही पनि नपाए। राजमातालाई बिन्ती गरे, राखेको स्थानमा कुनै पनि वस्तु छैन, के दिने। यति सुनि गोमा आफै गएर भण्डारमा हेरिन् र दिने वस्तु केही पनि नदेखि आफूलाई भनेर पकाइराखेको भात यही दियो भनिन्। भण्डारहरूले त्यो भात लिएर गई ब्राह्मणलाई भन्दछन्, हे ब्राह्मण हो, त्यसको नाम लिन साथ राजाको सम्पूर्ण भण्डार नै सुक्यो। यो राजमातालाई पकाइराखेको भात छ, यही लगिदियो भनी जिम्मा लगाइदिए। ब्राह्मणहरू लाज मान्दै त्यो भात लिएर दरबारबाट निस्के। तिनीहरू जान साथ राजाको भण्डार पहिले जस्तै भयो। जुन वस्तु राखेको हो त्यही देखियो भनी हे भक्त श्रोता हो, कुमारले अगस्त्य मुनिलाई सुनाउँदा भए। इति श्री स्कन्द पुराणे केदारखण्डे महात्म्ये कुमार अगस्त्य संवादे श्री सुस्तानी परमेश्वरी व्रतकथायां नवराज ब्राह्मण भोजनम नाम 25 अध्यायः। कथा सुन्ने सबै श्रोताहरूले नित्य कथा सुनिसकेपछि चन्दन अक्षता फूल लिएर उभिएर हात जोड्नु। उपनयन्तु मङ्गलवशकलः जगन्मलायः श्रीमान् दिनकिरण निवदित नवनली लीनदक्षिणी वीक्षणः कृष्ण काले वर्षन्तु पर्सन्य पृथिवी सत्यशालिनी देशोऽयं शुभरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्रः पौत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदशरथं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति यत्र यत्राच्युतधारकथा प्रसङ्गः या कुन्देन्तु तुषारहार धवलाय शुक्रवृक्षवृता या व्रीणा वरदण्डमल्लिककरा यशोयता या ब्रह्माच्युतशङ्करप्रविधि वीरदेवैः सदा वन्दितः सामान् पातु सरस्वती भगवती निषेज्याडपः कायेन वाचा मनसि दैर्वाद्बुद्ध्यात्मना प्रकृतिस्वभावात् करोमि यद्य सङ्कल्पै परस्मै नारायणायति समर्पयतत् श्री स्वस्तानी दिव्यान परमस्तु। यति भनिसकेर कथा सुन्ने समस्त श्रोताहरूले पुष्पाञ्जली चढाई आफ्नो मनले चाहेको इच्छित वर माग्नु।